बागमती प्रदेश सभामा पार्टीको निर्णय र निर्देशन विपरीत पार्टीको नामबाट नेकपा एमालेका मुख्यमन्त्रीका प्रस्तावित किरण थापा मगरलाई समर्थन गरिएको भन्ने विषयमा छलफल भयो र त्यो पार्टीको कुनै पनि प्रकारको निर्णय र समर्थन नभएको र पार्टीले बारम्बार निर्देशन दिँदाखेरि पनि त्यो निर्देशनको उल्लङ्घन गर्दै प्रदेश सभा संसदीय दलका नेता प्रदेश सभा सदस्य उद्धव थापाले पार्टीको तर्फबाट समर्थन छ भन्ने पत्र बुझाएकोमा निजलाई चाहिँ हिजै अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो र समयमा जवाफ समेत नदिएको र उक्त सिफारिस अथवा समर्थन फिर्ता पनि नलिएको सन्दर्भमा आज बसेको कार्य सम्पादन समितिको बैठकले उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत पदमुक्त गर्ने सिफारिस गर्ने निर्णय गरेका छ। हामीले 20 गते पार्टीको तर्फबाटै निर्णय गरेका छौँ। केन्द्रीय कार्य सम्पादन समितिको निर्णय अनुसार उपयुक्त समयमा उचित निर्णय गर्ने जिम्मेवारी अध्यक्षलाई दिएको थियो र त्यो निर्णयमा सिद्धान्त त राप्रपा अहिले कुनै पनि प्रकारको चलखेलमा अथवा सत्ता निर्माण र विघटनको काममा सहभागी नहुने र कुनै विशेष निर्णय गर्नु पर्यो भने अध्यक्षले गर्ने भन्ने जिम्मेवारी दिएको थियो। त्यही बमोजिम हामीले 21 गते बागमती प्रदेश सभाका सबै सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालयमै बोलाएर निर्देशन र जानकारी गराएका थियौँ, लिखित रूपमा, मौखिक रूपमा। र त्यसपछि प्रदेश सभाको संसदीय दलको बैठकले जहाँ 11 जना प्रदेश सभा सदस्यहरू उपस्थित हुनुहुन्थ्यो, उहाँहरूले पार्टीको निर्देशन बमोजिम कसैलाई पनि हामी समर्थन गर्न नजाने, पार्टीको निर्देशन बमोजिम हामी परिचालित हुने भन्ने निर्णय गरेको थियो। र त्यसपछि पनि हामीले फेरि भदौ 1 गते हाम्रो पत्र नै सार्वजनिक भएको छ। हामीले संक्षिप्तमा के निर्देशन दिएको छ भने बागमती प्रदेश सभाको सरकारको समर्थन र विरोधका कुनै पनि पक्षमा राप्रपा संलग्न नहुने र अर्को निर्देशन नआएसम्म तटस्थ बस्ने भन्ने निर्देशन हामीले चाहिँ नि पठाएको र त्यही बमोजिम भदौ 1 गते प्रदेश संसदीय दलले निर्णय पनि गरेर तटस्थ बस्ने निर्णय गरेकोमा अचानक हिजो एमालेलाई समर्थन गर्ने भन्ने जुन पत्र बुझाइयो त्यो अनुशासनको गम्भीर उल्लङ्घन हो र हामीले चाहिँ नि हामीले निर्देशन दिएनौँ, गरेनौँ भन्ने कुरा चाहिँ गलत कुरा हो।